लक्ष्मी पख लक्ष्मी खैले गोपीलाई हामी हेर्छौँ दसैँ पनि आइसक्यो तँ गएर चिउरा कुटार लिएर आइज हो बुहारी अबदेखि नातिलाई हामी हेर्छौँ अब त म मेरो नातिलाई राजकुमार जस्तो बनाएर राख्छु मबाट गल्ती भयो बुहारी आमा केही भन्नु पर्दैन तैँले मैले मेरो नातिलाई कहिले राम्रो गर्न जानिनँ यो देउतालाई मैले अपमान गरेर ठुलो पाप गरेँ बुहारी मलाई माफ गर्दै हो लक्ष्मी गोपी हाम्रो वंश हो हामीले कहिले पनि चिन्न सकेनौँ अब गोपीको सबै जिम्मा हामीले लिन्छौँ तिमी ढुक्क हो देख्नुभयो बाउजू भगवानको घर देर छ अन्धेर छैन अब फुपूहरूलाई आफूले गरेको गल्ती महसुस भयो आहा कति राम्रो अब त फुपाजु पनि कति खुसी हुनुहुन्छ फुपूहरू बदलेको देखेर मलाई त कतिखेर सुनाम जस्तो भइसक्यो खैल्यौ गोपीलाई पर्खनुहोस् फुपू मेरो बच्चालाई हात नलाउनुहोस् हजुरको मायामा मलाई शङ्का छ म मेरो गोपीलाई हजुरको हातमा दिएर ढुक्क हुन सक्दिनँ हजुरको देखाउने दाँत र चबाउने दाँत फरक छ आमालाई हजुरमाथि भरोसा होला तर म जिन्दगीमा हजुरमाथि भरोसा गर्न सक्दिनँ जाउँ हिँड्नुहोस् नानी भित्र हस् बाउजू आमा के गर्दै हुनु ए त आइपुगिस् हेर न यहाँ खोया डोका हाल्दै गरेको नि बाबु असलल भयो के गर्नुभएको खोया टिपेर डोका हालेको नि नातिनी म पनि हालौँ हाल आइज आमा सरला खोइ त भित्रै हो नि सरला ए सरला एक औँखारो पानी लिएर आऊ त के दा त्यो बिस्टेको घरमा भर्खर गाई ब्याएको छ अरे बेच्ने भन्दै थियो अरे यसो जोडजाम गरेर एउटा गाई ल्याउनु पाउँथ्यो आमा गाई बस्तु पाल्नु भनेको बेकारमा दुःख पाउनु मात्रै हो है ल्याऊ पानी दुःख नगरी सुख हुन्छ आमा ल्याउनु त हुन्थ्यो नि तर के गर्नु जे गर्दा पनि पैसा चाहिन्छ अहिले खल्तीमा पैसा छैन फेरि दसैँले पनि छोपिसकेको अवस्था छ हो नि उहाँ सबै घर लुगा र खसी आइसक्यो अनि हाम्रो पछि पैसा छैन भनेर बसेर हुन्छ र सधैँ हो नि हजुरआमा सबै साथीका आमा बुवाहरूले नयाँ लुगा किनिदिइसक्नु भइसक्यो मलाई पनि ल्याइदिनु है हजुरआमा ल्याइदिने नानी ल्याइदिने आहा थ्याङ्क यू ठुलो बाबा खसी पनि काट्ने है काट्ने छोरी काट्ने खसी पनि काट्ने नै हो सरला यो बच्चासँग किन झुट बोल्छस् अब पोहोरको साल पनि खसी आउँछ भन्दा भन्दै दसैँ नि सक्यो अब यसपालि पनि त्यस्तै होला जस्तो छ बुहारी दसैँ आयो भन्दैमा खसी नै काट्नुपर्छ भन्ने पनि त केही छैन नि फेरि यसपालि छोरी ज्वाइँलाई पनि जुठो परेको छ उनीहरू पनि आउँदैनन् छोरी ज्वाइँ नआउने भन्दैमा चाडबाडै नमानी त हुँदैन नि आमा सबैको घर खसी काट्छन् के दा दाजुसँग सल्लाह गर्न त
फेरि तँ एक्लैलाई भार पनि होला। हेर खसीको दाम बढेर आकाश छोको होला। अब दाजुभाइ मिलेर ल्यायो भने त कम पनि पर्छ। अब बाँकी रहेको पैसाले टेकुटालो पनि टर्छ। बुवा आमा हामीसँग दाजुले कति रिस छ। अब बाटोमा भेट्दा त मुन्टो बटाएर हिँड्छन्। त्यस्तालाई पनि दाइ भन्छन् त होइन? कति चाहिँ खेदो गर्न सके हामीलाई त। यसपालि दसैँमा त्यहाँ टिको लाउन जाने चाहिँ होइन नि। फेरि के भनेको बुहारी तैँले त्यस्तो? जे जस्तो भए पनि दाजुको हातको टिका थाप्न त जानै पर्छ। गएको गयो त्यस्तै स्वार्थी आमाको हातको टिका थाप्नलाई। अब आमा भएपछि सबै छोराछोरीको उत्तिकै माया लाग्नुपर्ने होइन? हुन त हो, आमाको पारा ठिक छैन। केदार भनेपछि हुरुक्कै गर्छिन्। जे जस्तो भए पनि दसैँमा टिका लाउन त जानुपर्छ है बुढी। भो धेरै ढर्रा पार्नु पर्दैन। उबै कति नै माया गर्ने छिन् तिम्री आमा। फेरि हामीलाई देखेपछि तिम्रा भाइ बुहारीको अनुहार कालो हाँडीको पिच जस्तो हुन्छ। पर्या छैन जानलाई। होइन कहाँ जाने कुरा गर्दै हुनुहुन्छ सर नानी? ए भाउजू पो आउनु भएछ। बस्नु न भाउजू त्यो मुढा तानेर। बस। अनि दसैँ कस्तो आउँदैछ त सर नानी? यसपालि माइत जाने कि नजाने? जान्न होला भाउजू। बुवा आमा पनि पाहाड जाने कुरा गर्दै हुनुहुन्थ्यो। अनि तपाईँ चाहिँ के कति कामले आउनुभएको नि? दसैँ आउनु लागिसक्यो, पछि पनि भिडले खुट्टा टेकिसक्नुहुन्न। अनि तपाईँ चाहिँ के कति कामले आउनुभएको नि? यसो बजारतिर मरमसाला किनेर जाउँ भनेर हिँडेको। तपाईँ पनि जानुहुन्छ कि भनेर पसेको। यस्तो घाममा के कुद्नु हौ भाउजू। म त आजभोलि सबै सामानहरू अनलाइनबाटै मगाउँछु। ए मलाई त मोबाइल चलाउन नि आउँदैन, के मगाउनु? ल ल त्यसो भए मर्जी लाग्यो है सर नानी। ल ल भाउजू पछि भेटौँला न है। सरू यो मान्छेको अगाडि धाग लाउने र ठुलो बन्ने काम नगर त। त्यही त शत्रुका अगाडि तिमी चाहिँ सधैँ सानो बनेर बस न। अब तिमीलाई त स्वास्नीले बोलेको यसो केही गरेको त मन पर्न छोडिहाल्यो नि। आइ नभका। आमा गोपीको फेरफारे लुगा थिएन, 200-400 रुपियाँ पैसा दिनुहोस् न ल मलाई। मैले कहाँबाट ल्याएर दिनु तँलाई पैसा? पहिले मेरो छोराको कमाइ त पुरै तेरो हातमा हुन्थ्यो अरे त। सोझो ससुरा सौतेनी आमालाई के मतलब? पैसा त लुकाएर राखेकी होलिस् नि त। आमा मसँग भएको भए हजुरसँग किन माग्थेँ म? मसँग त 100 रुपियाँ पैसा पनि छैन। ओहो कति सिधा भन्छन् होला होइन सबै गाउँलेले तँलाई। तर मैले राम्ररी चिनेको छु तँ कस्ती छेस भनेर। सायद मलाई चिन्न सक्नुभएको भए आज हाम्रो सम्बन्ध पनि आमा छोरीको जस्तै हुन्थ्यो होला आमा। यदि हाम्रो सम्बन्ध पनि सासू बुहारीको जस्तो नभएर आमा छोरीको जस्तै भइदिएको भए एउटा छोरीलाई चोट पर्दाखेरि एउटा आमाको मन कठोर हुँदैन थियो होला आमा। तँ जस्तो अलक्षिनी मेरो छोरी हुन सक्दैन कहिले। यस्तो मिठो मिठो कुरा गरेर ससुरालाई फकाइ ललाइ गरेर लाल पूर्जा हातमा लिनु भनेको सानो कुरा हो? त्यो पूर्जा खुरुकले त दिन्न आमा म त्यो पूर्जा। अरे सुनिनास्? दिन सक्दिनँ म त्यो पूर्जा। हेर बुहारी मैले भनेको मान। फेरि पछि हामीलाई पछुताउने समय पनि नहोला। तिम्रो सासूको एक रति बुद्धि छ, अर्काले उचालेको भरमा उचालिन्छ। अहिले त्यो राधिकाले उचालेर उचालिएकी छ। तिमीले कुनै पनि हालतमा त्यो पूर्जामा सही गर्ने काम चाहिँ नगर्नु। यदि यसो गर्यौ भने हाम्रो बास रोडको हुन्छ। हाम्रो गोपीले दुःख पाउँछ, त्यो कुरा याद गर। गोपीको लागि भए पनि तिमीले कुनै पनि हालतमा त्यो पूर्जा दिने काम चाहिँ गर्दै नगर। के भनिस्? के भनिस्? मेरो छोरा र बुढाले दुःख गरेको सम्पत्ति त मालिक नि बन्ने? खुरुक्कले दिन्न सबै। मेरो छोरा र बुढाले कमाएको सम्पत्तिको मालिक नि त बन्ने? के रे दिन्न रे? दिन्न फुपू, म त्यो पूर्जा
ज्यान जाला तर दिन सक्दिन। कसरी दिन्नस् म पनि हेर्छु। म मेरो भाउजूको अधिकार कसैलाई खोज्न दिन्न, बुझिस्? भाउजूको अधिकार होइन, आफ्नो अधिकार भन्नुस्। आमा, हजुर बुझ्ने कोसिस गर्नुहोस्। यदि फुपूको हातमा हाम्रो घरको पूर्जा पर्यो भने हामी बर्बाद हुन्छौँ। फुपूले हजुरको लागि होइन, आफ्नो लागि सोच्नुहुन्छ, मात्र आफ्नो लागि। फुपू एक नम्बरकी स्वार्थी आइमै हो, स्वार्थी। मेरो घरमा आगो लाउन आइपुग्नु भएन फेरि तपाईँ। तर म तपाईँको यो योजना कहिले पनि पुरा हुन दिन्न, कहिले पनि पुरा हुन दिन्न। तपाईँ यो घरबाट गइहाल्नुहोस् त, गइहाल्नुहोस् मेरो घरबाट। के रे, म यो घरबाट निस्किने? को रे स्वार्थी आइमै? म मेरो माइतीमा आगो लगाउन आइकी रे? बोल्दा विचार गरेर बोल, नत्र भने तिरो यो जुरो निकालेर खोलामा भएको माछालाई चारो दिन नपरोस्, बुझिस्? नानी, यसको बहुत तमासा भयो, साह्रै नै हेपी हामीलाई यसले। यसलाई त सजाय दिनै पर्छ, यसलाई केही गर्नै पर्छ भाउजू। निस्कौ। भाउजू के भयो? फुपूले के भन्नुभएको हो र? केही भन्नुभएको छैन। अनि किन यसरी रुनु भएको त? गोपी खोइ? बुवाले तिमी जानुभयो, पूजा छ, दर्शन गराएर लिएर आउँछु भनेर लिएर जानुभएको छ। के भयो र भाउजू? मलाई भन्नु हुँदैन र? किन रुनु भएको भन्नुस् न। नानी, बोल्दा विचार गरेर बोल, नत्र भने तिरो यो जुरो निकालेर खोलामा भएको माछालाई खुवाउन नपरोस्, बुझिस्? अपराधीनीहरू, यिनीहरूलाई पनि एक दिन मर्नुपर्छ भनेर थाहा छैन कि क्या हो? अब त हत्ती भयो। यो सब कुरा फुपाजुलाई गएर भनिदिन्छु। नानी, बिन्ती छ, बुवासँग केही कुरा नगर्नु। मलाई नरोक्नुहोस् भाउजू, म हजुरको दुःख हेरेर बस्न सक्दिनँ। सबै गएर भनिदिन्छु। नानी, केही नभन्नुहोस् न बुवालाई। भाउजू, हजुरले कति अन्याय सहनुहुन्छ। हजुरले जति गरे पनि ती दुष्ट पापिनीहरूले हजुरको माया कहिले बुझ्दैनन्। त्यस्ता नीच मान्छेहरूलाई मायाले होइन, कठोरताले सबक सिकाउनु पर्छ भाउजू।
रोएर त आफूले आफूलाई कमजोर बनाउनु मात्रै हो भाउजू। आँसुले घाउ निको पार्दैन। अन्यायलाई चुप लागेर सहँदैमा न्याय पाइँदैन। सामना गर्दा मात्रै न्याय पाइन्छ। त्यही भएर चुप लागेर बस्नु भनेको आफूले आफूलाई सजाय दिनु हो। भाउजू म जान्छु। नानी मैले बसेकै छु तर म बेहोस छु नानी। हजुरलाई फुपूको बारेमा केही थाहा छैन। एउटा कुरा याद राख, मेरो बारेमा कसैलाई भनिस् भने र मेरो बारेमा तैँले षड्यन्त्र रचिस् भने तेरो छोरा गोपी र तँलाई के गर्छ थाहा छ? बुझिस् नि होइन? राधिकाको बारेमा तँलाई के थाहा? छोड्नुहोस् न फुपू। बुझिस् कि बुझिनस्? बुझे फुपू, म कसैलाई पनि भन्दिनँ। हजुरको बारेमा कुनै षड्यन्त्र पनि रच्दिनँ। छोड्नुहोस् न फुपू। छोड्नुहोस् न फुपू। म कसरी मेरो गोपीको ज्यान खतरामा पार्न सक्छु नानी? म जस्तो पीडा सहेर पनि बाँच्न सक्छु तर मेरो गोपीलाई अलिकति पीडा भएको भने म सहन सक्दिनँ नानी, सहन सक्दिनँ। भाउजू जेबिचा साहु नमस्कार है। जेबिचा साहु नमस्कार। नमस्कार भन्छ। अनि टाढै लाग्नुभयो? तिनी बेलामा घरसम्म ढाएर ल्याउँछ, तिनी बेला नाक मुखै ढाएर ल्याउँदैन। ये मनहरू हातले दियो खुट्टालाई दुख का असत्यहरू। त्यो त हो नि जेबिचा साहु। का भन्छ तिमीले त त्यसो गरेनले है। महिना पुगेपछि टक्क बिहा चाहिँ घरमा लिएर ल्याउने। म त त्यस्तो नराम्रो मान्छे त होइन। म त व्यवहार पक्का गर्छु, अरू जस्तो कच्चा होइन। सबैले त्यसै भनेर ल्याउँछ। पहिला पक्का भएर ल्याउँछ, तिनी बेला कच्चा भएर ल्याउँछ असत्यहरू। ल ल जेबिचा साहु, अहिले मलाई अलि हतार छ के, पछि भेट्छु नि है। ल ल भन्छ बिहा चाहिँ टाइममा तिनी गर्नु नि। ल के ल। मुर्दार पैसाको त राउ नै रहेछ नि। जहाँ भेट्यो त्यहीँ पैसा मागेको छ, काहीँ नभएको। भाउजू यही मौका हो। दाजु पनि घरबाट निस्किसक्नु भयो।
त्यसलाई पानी लिन पर्ने हुँदैन? ठिक भन्नुभयो नानी। त्यसको इज्जतमा एकचोटि दाग लाउन पाए सारा गाउँले जुटाएर यो घरबाट कसरी निकाल्नुपर्छ त मैले जानेको छु। ठिक छ, त्यसो भए अहिले नै गएर त्यसलाई पानी। हुन्छ जाउँ। बुहारी हजुर आमा। पिउसो खोइ त? सुतेको छ आमा। पिउसोलाई दुध तताएर ल्याइदिएको थिएँ। बुवासँग गएको थियो, हल्लाले सुतेन होला अनि भर्खर सुतेको छ आमा। सुतेको बेला जान त एक गाग्री पानी लिएर आइज। आमा अहिले ज्योति नानी आइसकेपछि जान्छु नि है। किन आउनु पर्यो ज्योति नानी? बजार गएकी हुन्, अलमल गर्लिन्। बरु त पहिले गएर पँधेर गएर पानी लिएर आइज नि। कहिले यता पुग्छ? बाबु त म हेरिहाल्छु नि, बाबुको चिन्तै नगर्न त, म हुँदा हुँदै। बल्ल पर्ने भई माछी जालमा। कुनै गल्ती हुनु हुँदैन। त्यो घरबाट निस्किसके। मैले भनेको कुरा थाहा छ होला नि हैन? आज म काम फत्ते गराएर छोडेछु। काम गर्नुभन्दा अगाडि के गर्नुपर्छ भन्ने कुरा हेक्का राखेको छ होला नि हैन? राखेको छु म्याडम, राखेको छु। चिन्ता नगरौँ म्याडम, हामी तयारीका साथ आउँदैछौँ। किन बोलाउनु भएको बस? केटा हो, आज एउटा काम हत्या गर्न छ, लैन जाउँ। नानी नानी त पानी लिन गई, त्यसको कोठामा जाउँ न। पूर्जा पूर्जा लक्ष्मी पनि पानी लिन गएकी छे। वादे भाउजू पनि छैनन् भनेपछि यही मौका छोपेर पूर्जा खोल्नु पर्यो। कहाँ छ अब साबी पो कहाँ छ?
पुर्जा त यहाँ पो लुगा राखिरहेछ। अब यसमा जसरी भए पनि त्यसको साइन गराएर छाड्नु पर्यो। मैडम ल यो फाइल राम्रोसँग राख। हरौलासिन फेरि सबै काम वकिलले गरिसकेको छ, मात्र त्यसको सिग्नेचर चाहियो। चिन्ता नगर्नु मैडम, यो पुर्जामा तपाईकै नाम हुनेछ। त्यसको सिग्नेचर लिइसकेपछि के गर्नुपर्छ भन्ने कुरा नबिर्सेस् नि फेरि। राम नाम सत्य। तर त्यो बाँचेर आउनु भएन नि फेरि। त्यो बाँची भने त त फेरि बुझिस्। नानी के सोच्न थाल्नुभयो? पूर्जा खोज्न जाउँ न भने। नहातिनुहोस् न भाउजू, त्यो पूर्जा तपाईँकै हातमा आउँछ। किन मेरो बाटो छेकेको? तिमी फुल हामी भमरा, अनि यही उमेरमा तिमीलाई विद्या हुनु पर्यो। नराम्रो पर्दैन हो, तिमीलाई तिखा आएको होला, हामीलाई प्यास निकाल्नु। कहाँ जालाउ मछडी मेरै ढडिया, तिमी त फुल हो फुल। कहाँ छोड्ने तिमीलाई? तिमी जस्तो फुललाई छोड्ने भनेर समातेकै होइन मलाई छोडेको। तिमीलाई समातेको यत्तिकै छोड्नुको लागि होइन। फुल हो फुल, फुल। Ah!
लक्ष्मी तिमी को हुन् यी केटाहरू? मलाई पनि थाहा छैन। हामी पनि यो गाउँमा भर्खर भर्खर आएका। हिँड, म तिमीलाई घर पुर्याइदिन्छु। पर्दैन सुशील, म आफै जान्छु। हिँड भनेको हो। ल हिँड। नानी यति बेला त गुण्डाहरूले त पोइटोकुलाई लछर पछर पारिसक्यो होला। त्यसको इज्जत कता? आमा